यदि तपाईलाई नि अरूको नजरमा पावरफुल देखिनु छ भने पहिले आफ्नो नजरमा पावरफुल देखिनुहोस्। किनकि यो दुनियाँले तपाईलाई त्यही नजरले हेर्छ जुन नजरले तपाईले आफूलाई हेर्नुहुन्छ। यो भनाइ द 48 ल अफ पावरका अथर रोबर्ट ग्रीनीले आफ्नो बुकको ल नम्बर 34 मा एक्ट लाइक अ किङ टु बी ट्रिटेड लाइक वान भनेर लेखेका छन्। उनले भन्छन् जसले सुरुमा आफूले सम्मान गर्न जान्दैन उसले अरूबाट पनि कुनै सम्मान पाउँदैन। किनकि तिनीहरूले तपाईलाई त्यसरी नै ट्रिट गरिरहेका हुन्छन् जसरी तपाईले उनीहरूबाट कराउन चाहिरहनु भएको हुन्छ। त्यसैले यदि तपाईलाई नि राजाको जस्तो सम्मान चाहिएको छ भने पहिले राजा जस्तो हुन सिक्नुहोस्। राजा जस्तो हुन पहिले आफ्नो कम्युनिकेसन, एपियरेन्स, माइन्डसेट जस्ता बेसिक कुराहरूमा ध्यान दिनुहोस् र मोस्ट इम्पोर्टेन्ट अरूबाट इन्स्पायर हुनुहोस् तर अरूको कपी चाहिँ नगर्नुहोस्। र यो च्यानलमा गई सबै लहरू सिक्नुहोस् र आफ्नो लाइफमा इम्प्लिमेन्ट गर्नुहोस्।